जिसु बराई आज परमेश्वरका केही वचनहरू सुनौ। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आजको वचन प्रेरितहरूको कार्य विवरण नामक पुस्तकबाट लिएको छु। अध्याय 13 अनि वचन 38 देखि 39 सम्म। अनि आजको वचनले हामीलाई यसो भन्दछ, तब भाइहरू हो, तपाईहरूलाई पनि यो ज्ञात होस्, उहाँद्वारै पाप मोचन विषय तपाईहरूलाई घोषणा गरिँदैछ। तपाईहरूले मोइजाको विधानबाट पाउन नसकेको सम्पूर्ण सत्कर्मिता उहाँमा विश्वास गर्नेहरूले उहाँबाट पाउनेछन्। प्रभुको वचन। आउनुहोस् मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, आजको यस वचनलाई मनन चिन्तन गरौँ। अनि यस महिना पवित्र हृदयको महिना भएकोले आउनुहोस् हामी प्रार्थना गरौँ। यशुको पवित्र हृदय तपाईको राज्य आओस्। यशुको पवित्र हृदय तपाईको राज्य आओस्। यशुको पवित्र हृदय तपाईको राज्य आओस्। आमेन। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन।